नमस्कार, स्वागत छ मेरो च्यानलमा। आज चाहिँ हामी मिठो सपना बाई प्रजिना यो गीत सिक्न गइरहेका छौँ। बुझ्नुको लागि के पो तपाईहरुले थर्ड फ्रेटमा लगाउने है र गीतमा युज भएको कर्डहरु हेरौँ। डी माइनर, सी मेजर, ए माइनर अनि जी। जी बजाउँदाखेरि माथिको दुईटा स्ट्रिङ मात्र लिनु है। सो यति चारवटा कर्ड, डी माइनर, ए माइनर, सी अनि जी। त्यस्तै गरी कोरसमा चाहिँ E7 पनि गएको छ। अनि त्यसपछि सी मेजर 7 पनि है, मैले भन्न बिर्सेछु। सी मेजर कर्डमा तपाईहरुले सेकेन्ड स्ट्रिङ ओपन छोड्दिनु। सो यति कर्ड है त। अब गीतको स्ट्रमिङ प्याटर्न हेरौँ। डाउन डाउन अप अप डाउन 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 अप। सो नर्मली 4/4 बिट छ है त। अब कर्ड प्रोग्रेसन चाहिँ थ्रु आउट द सङ एउटै नै छ। कोरसमा मात्र हल्का चेन्ज छ। तर अब कोरस बाहेक बाँकी गीतमा चाहिँ डी माइनर जाने, सी मेजर जाने, ए माइनर जाने अनि जी जाने है त। तपाईहरु सी मेजरको सट्टा चाहिँ सी मेजर 7 बजाए नि हुन्छ है। कतिपय पार्ट्सहरुमा चाहिँ सी मेजर 7 पनि बजाएको छ है। सो तपाईहरु पनि त्यही गर्न सक्नुहुन्छ। अलि सी मेजर 7 बजाउँदा चाहिँ भर्सहरुमा अलि बेटर सुन्यो है। सो डी माइनर, सी मेजर 7, ए माइनर एन्ड जी। इच कर्डमा एक एक राउन्ड बजाउने है त। डाउन डाउन अप अप डाउन 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 अप। सो यसरी बजाउने। अब म तपाईहरुलाई लास्टमा गीतसँग प्ले थ्रु गरेर पनि सुनाइदिन्छु। अब चाहिँ कोरसको कर्ड प्रोग्रेसन हेरौँ है। कोरसमा चाहिँ कसरी जाने भन्दाखेरि सेम कर्ड प्रोग्रेसन हो, तर तपाईहरु सी मेजर जाने है, सी मेजर 7 को सट्टा। अनि त्यसपछि लास्टमा यो ट्रान्जिसन गर्दाखेरि नि ए माइनरमा यो E7 मा एकचोटी आउने के मतलब बाँकी चाहिँ सेम है। अब ट्रान्जिसन गर्न आउँदैन भने कसरी गर्ने भन्दाखेरि सी मा तपाईहरु डाउन डाउन अप अप डाउन गर्न साथ E7 मा डाउन डाउन अप गर्ने के अनि ए माइनरमा जाने है त। सो कोरसमा यति चेन्जेस हो। प्लकिङ गर्न मन छ भने तपाईहरु प्याटर्न बजाउन सक्नुहुन्छ है। रुट 3 2 3 1 2 3 2 इच कर्डमा रुट स्ट्रिङ, त्यसपछि 3 2 3 1 2 3 2। प्लगिङ गर्न मन छ भने चाहिँ यसरी बजाउनु होला है। अब हामी गीतसँग एकचोटी प्ले थ्रु गरेर सुनौँ। सो गीतको लेसन चाहिँ यही नै थियो। अब के कन्फ्युजन छ भने मलाई कमेन्टमा सोध्न सक्नुहुन्छ। त्यस्तै गरी भिडियो मन पर्यो भने लाइक गरिदिनु होला। सानोमा नयाँ हुन्छ भने सब्स्क्राइब गर्न चाहिँ नबिर्सिदिनु होला।